हेलो गाइस, सबैलाई वेलकम छ मेरो भ्लगमा। यहाँहरू सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। अब यो चाहिँ मेरो आजदेखि भनौँ न भ्लगिङ स्टार्टिङ अलिक सुरुमा त अलिक कता कता मिस्टेक हुन्छ होइन, तर पनि अब म चाहिँ आज चाहिँ म चाहिँ अब अहिले काममा जानु लाग्यो, रेडी सेडी भइसक्यो। अब सबै गइसकेँ, अब म चाहिँ जानु पर्यो। मजाले ढिलो भयो कि मजाले पनि ढिलै हो मान्छे, अलिक भन्छ नि फुर्तिलो भएपछि यस्तै हुन्छ भने अलिक अल्छी छु क्या। अब जानु पर्यो सबै यार। चार्जर पनि कचाक यो चार्जर त चाहिन्छ। अब चार्ज सकिन्छ नि त, अब मोबाइल कोट्याइराख्न मन लाग्छ। त्यसभरि के गर्ने हो, खासै काम पनि हुने दिउँसोतिर यता भनेको। अब म चाहिँ काम गर्ने भनेको यस्तोमा है, ग्रिन यो के लेखेको छ यार, फ्रेस द चिकन, तर वास्तवमा ग्रिन चिक चोप है दोकानको नाम। लेखेको ग्रिन चिक चोप यहाँ एक के भाइ यस चार्जर एकछिनै म यो चार्जर चाहिँ बेर्छु है। गोजीमा हाल्नु पर्यो ट्याकटुक्कै यस्तै, जहिले पनि म यस्तै गजाङ बुझौँ है यस्तै। अब यत्रो भोल्टेज ताल छोप्नु पर्यो अब। तर यहाँ त हेर, इन्डियातिर त गाह्रो छ हौ, चोर कति हुन्छ कति यहाँ त। दया माया गर्ने मान्छे नि हुन्न हौ केटाको। र कतिपय मान्छे ठिक पनि हुने, कतिपय त हुन यहाँ मात्रै हेर्नु सबैतिर राख्दै लाग्छ मलाई। एक चाबी अब भोल्टेज लाग्यो। यो चाहिँ खाली बोतल हो। अब म चाहिँ जहिले पनि पानी भरेर लैजानु पर्छ नि त, अब दोकानमा चाहिन्छ। यो चप्पल जसरी म नेपालबाट यहाँ इन्डिया आएको थिएँ नि, अहिलेसम्म यही लगाइरहेको छु। तर यति फोहोर छ कि मलाई मलाई धुन पनि अलिक कस्तो के लेजी पारेको छु क्या, अल्छी लाग्छ। र के गर्नु, अब 9 बजी भयो, 10 बजी छुट्टी हुन्छ। अब खाना खाँदै 11 बज्छ जहिले पनि। अनि छुट्टी पनि हुन्न, उस्तै पनि छुट्टी नै छैन यार। एक दिन छुट्टी दिए पाएको आहा यहाँ रमाउँथ्यो, छुट्टी नै छैन यहाँ। अब छुट्टी गऱ्यो भने फेरि आफूलाई घाटा हो, गाह्रो छ। यो पनि गर्नै पर्यो। ए तपाईँ सबैहरू चाहिँ यहाँ परिवारको बच्चा मम्मी बसाइदियो यार, बिचरा म यस्तो गर्न खोजेँ भाग्यो यार। ओ सरी ल, मैले गर्दा मलाई माफ गरिदेऊ। अब नेपाली बुझ्दैन होला, इन्डिया बोल्न पर्ला, मेरो को माफ करना ठीक है। दुईटा भर्खर निस्केका चल्ला अरे यार। तर भन्दा कति पार्छ यहाँ, बच्चा त कति निकाल्यो कति उयो पनि कहाँ पुगिसक्यो। अब यिनीहरू दुईजनाको पालो लाग्नु पर्यो। म चाहिँ यहाँ बसिरहेको छु अहिले। गाडी छ अनि साला इन्डियामा के गर्छु भनेर आएको साला, तर यो गुडगाउँमा त मान्छे लास्टै के चुतिया भन्दा नि मा चुतिया भनौँ न। अहिले भन्दा नि जो त धेरै पैसा दिन्छ त्यहाँ स्यालेरी पुरा दिँदैन। अब जहाँ स्यालेरी थोरै हुन्छ त्यहाँ फेरि पैसा चप्प हुन्छ, तर पैसै नबढाउने कि तर के हो। तर गुडगाउँमा त साँच्चै मान्छेहरू यति चुतिया छन् नि, आस्टे पैसै दिने खोज्दैन। सबै जो पनि आए पनि यता नआए त हुन्थे, बरु केरलातिर गर्थ्यो। केरला यो चाहिँ स्कुल हो मेरो ठ्याक्क अगाडिको। जहिले पनि यस्तै पारा हो, तर म जहिले पनि आजकल लाग्छ ढिलो भयो यार, अहिले लाग्छ ढिलो हुन्छ कि। तर बिहान बिहान चाहिँ जहिले पनि यहाँ ट्राफिक जाम के, किनकि यहाँ मान्छेहरू 10 बजेतिर प्रायः ड्युटीमा जान्छन्। एकछिन जाम हुन्छ नि। ओ सबैलाई गाह्रो छ, मान्छेलाई सबैले जीवन जिउन गाह्रै छ।
र तपाईँलाई नि केही पेट नहुने फर्स्ट यहाँ के हुँदैछ यहाँ ओ तारहरू ओ तार पो गर्दो रहेछ ए आज पानी घर्नु नभन्ने आज त झरेन त पानी भर्ने के चाहिँ आज अहिले आएर भर्ने गर्छ एक्सिडेन्ट भयो त बर्बाद छोड्यो भने बर्बाद अङ्कल कसरी कसरी हेरेर हेर मलाई त तपाईँले मलाई हेरिराख्नु अब के गरेछ भन्ने तर मलाई चाहिँ सुरुमा आउँदाखेरि चाहिँ है यतातिर चाहिँ अलिक गाह्रै भयो थियो क्या अरूभन्दा नि हावापानी नमिलेर मलाई त बाबरे बाब सुरुमा आउँदा त एकछिन त बिरायो मैले त एक हप्तासम्म त डाइरिया लगाएर त्यो अहिले चाहिँ बल्ल घुमिरहेको अङ्कलले पनि सही हेरे के गरे यो भाइले भन्थ्यो मैले सोधेँ मलाई सही घुरेको यहाँ चाहिँ टक्क उखुको जुस बेला ठ्याक्कै गर्मी हुँदाखेरि खानु मन लाग्यो ठ्याक्कै म यहाँ धेरै 10-20 रुपियाँ कति खान्छु म चाहिँ काम गर्ने ठाउँ चाहिँ यो है ग्रिन चिक चप यो हो ठ्याक्कै रात बिक्री अब म आइसकेँ अब मामा अब पानी किन ल्याएन भन्नुहुन्छ मलाई अब म आज पानी भरेन अब खान्छ पानी किन ल्याएन भन्दैन है बनाउने सक्छ नभनाउने सक्छ फेरि ल मामाहरू म त यो पहिले नै आइसक्नु भयो अच्छा खै त बाजी मामा भने थिएँ मैले मगर भाषण बोल्नु अब काम गर्नु पर्यो साथी हो यस्तै हो अब यतातिर सामानतिर सामान लाउनु पर्यो सबै नत्र फेरि आज त मङ्गलबार साथीमा त कस्तो बिर्सेको खै तर आज मङ्गलबार सरसफाइ गरेर बस्ने दिन आज अहिले चाहिँ म यसलाई काट्छु है किनकि अब यताउता ल्याउनुपर्छ सबै सरसफाइ गर्नुपर्छ यता कता कता मिलाउनु पर्छ म अब दिउँसभरि यही बस्ने भित्र ठ्याक्कै यहाँ बुझ्ने हो काउन्टर सम्हाल्ने हो सुत्न मन लाग्दा मेरो स्पेसल बिस्तरा यो हो सुतेर बस्ने मजाले अहिले यसलाई तकिया बनाउने हो अहिले चाहिँ कामसाम भ्याएर यताउता भएर चाहिँ अहिले भिडियो स्किप गरिदिन्छु अहिले चाहिँ सबै यताउता भ्याएर म चाहिँ